आगो 5-6 घन्टा 2 घन्टा भयो। अब रुममा पुग्दा 1 घन्टा लाग्छ। 3 घन्टा मैले आज बाहिर टाइम स्पेन्ड गरेँ एक्लै। हो आई एम अ विनर। यो एरियामा आउँदाखेरि चाहिँ हैन हामीलाई त्यो अर्कै छुट्टै संसारमा मतलब कतारमै होइन जस्तो फिल हुने के मजाले एकदम बाहिर गयो भने बिल्डिङ र गाडी मात्रै देखिने मान्छे मात्रै देखिने हुन्थ्यो। तर यहाँ चाहिँ त्यस्तो छैन। यहाँ चाहिँ यस्तो लागेर हैन यतातिर आएर फोटो खिचेर युरोपमा छ भने नि केही फरक पर्दैन है। म यहाँ आइपुगेँ। मेरो मेन टार्गेट यहाँ आउनु थियो। आइपुगेँ। थाक्यो। आज चाहिँ म एक्लै घुम्न आएको। कति रुममा मात्र बस्नु भनेर हैन। दामी छ। यतिखेर चाहिँ आज भोलि चाहिँ चिसो हुँदो रहेछ, जाडो हुँदैन। अझै गर्मी हुँदैन, जाडो हुँदो रहेछ, ठिकै हुँदो रहेछ। आज भोलि चाहिँ ठिक्क मौसम भएको रहेछ है कतारमा पहिला के अरे हिँड्नको लागि चाहिँ। अब म एक्लै हिँड्छु अब यतातिर। अब यो भित्रबाट छिर्ने टार्गेट गरेको मैले अब छ कि छैन। त्यो केटी उताबाट गयो। मैले चाहिँ सर्टकट बाटो खोजेको छ कि छैन होला हुनु पनि यताबाट। आजभोलि चाहिँ मजाले हावा आउँदो रहेछ हैन। दामी दामी दामी। आई होप त्यहाँबाट बाटो छ होला। साह्रो वाउ रहेछ। बाटो चाहिँ रहेछ जोस। रुमबाट मेरो 45 मिनट देखाएको थियो यो अल्बिता पार्कमा आउनलाई। तर म 20 मिनटमै आइपुग्यो हिँडेर। दामी छ। कति रुममा मोबाइल मात्र चलाएर बस्ने हैन, बाहिर आएर यसो हुन्छ नि। कस्तो दामी फुल। दामी फुलहरू पनि फुलिरहेको रहेछ। यहाँ आउँदा चाहिँ म अझ कति धेरै दिनपछि आएको नि त। ठ्याक्कै नेपालको पो याद आयो मलाई। दामी। यहाँ आयो भने चाहिँ चराचुरुङ्गीहरू सबै देखिने कि कस्तो दामी। बोर्डहरू पनि छ मजाले। जिन्दगीमा एक्लै हिँड्न पनि एक्सपिरियन्स लिनुपर्छ। हेर केटाकेटी हो दामी छ। हेर त दामी दामी। तर मलाई यहाँ फोटो खिच्न मन लागेको थियो। कस्तो राम्रो फुलहरू फुलिरहेको कि है। हेर्नु त वाउ दामी दामी। खासमा उताबाटै जानुपर्ने। कहाँ आयो कस्तो आनन्द के। यतातिर पनि छ रहेछ यस्तो दामी के। यो अल्बिता पार्क चाहिँ एकदम ठुलो छ। यहाँ चाहिँ दौडिरहेछ। स्पोर्ट पनि रहेछ होइन थियो तर
अर्काको त झारीभित्र नि क्यामेराहरू हुने होइन। हाम्रो नेपालमा भए त यस्तो झारीमा त एक्लै त हुन्छ नि, एक्लै डराएर हिँड्नु पर्ने त्यस्तो हुन्छ नि त। हाई, मसँग केही छैन अनि के खानु त? केही छैन। हाम्रो नेपालमा भए त कति डराइ हिँड्नु पर्थ्यो नि त होइन। यहाँ चाहिँ त्यस्तो छैन कि दामी, यस्तो डर लाग्ने झारहरू छ। अब त्यहाँ त के लेखे त, डेन्जर भनेर पो लेखेर रहेछ त। हट, के हो त्यो? फेलिन्डे मान्छेहरू लड्छ भने होला। हाम्रो नेपालमा भए त कति डराउँथ्यो होला, डराइ हिँड्नु पर्थ्यो। त्यो झारीबाट के आउँथ्यो होला, मान्छे भए त अरूभन्दा नि मान्छे आएर के गर्छ होला भन्ने डर हुनु पर्थ्यो। तर यतातिर चाहिँ त्यस्तो हुँदैन नि है। त्यही भएर पो मान्छेले विदेश भन्छ त। त्यो पर झन्डा पिलिक भएको ठाउँमा जाने। त्यहाँ गयो भने चाहिँ होइन, त्यहाँ गयो भने चाहिँ यो अल्बिदा पार्कको एरियाहरू सबै देखिन्छ क्या। अनि दामी त्यहाँ गएर भिडियो खिच्छु, फोटो खिच्छु अनि आउँछु। हुई, यहाँतिर जिम गर्ने ठाउँ पनि रहेछ। जिम त के गर्नु होइन, जिममै काम गर्छु म। जिममै त काम गर्दिनँ, अझै जिममै। त दामी फुलहरू रहेछ। फुल टिपी सिउरी देऊ कि यो त नेपालतिर त कति पाउँछ होला। यो एरियामा आउँदाखेरि चाहिँ होइन, हामीलाई त्यो अर्कै छुट्टै संसारमा, मतलब कतारमै होइन जस्तो फिल हुने कि। मजाले एकदम बाहिर गयो भने बिल्डिङ र गाडी मात्रै देखिने, मान्छे मात्रै देखिने हुन्थ्यो। तर यहाँ चाहिँ त्यस्तो छैन। यहाँ चाहिँ यस्तो लागेर होइन, यतातिर आएर फोटो खिचेर युरोपमा छ भने नि केही फरक पर्दैन है। चराचुरुङ्गीहरू क्रेङ 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 गरी कराएको होइन, कराइरहेको छ। अब त साँझ हुन लाग्यो। अब हुन त साँझ के बेलुका के राति के होइन, यहाँ त सबै एउटै हो। बस रात र दिन मात्र भइरहेको छ। रुटिन त एउटै हुन्छ होइन मान्छेको। दिन पनि के हो, रात पनि के हो। म चाहिँ फ्री भएको बेलामा यसरी एक्लै आएर भयो भने ब्लग बनाउँछु होइन। यो होइन कि म ब्लगबाट पैसा कमाउँछु भने पुरा खर्च गरेर पुरै गरेर त होइन। तर आफ्नो इन्डिपेन्डेन्टको लागि, आफ्नो रमाइलो टाइम पास होइन, एभ्रिथिङ त्यसको लागि चाहिँ बनाउने हो। अनि मजा आयो कि कस्तो, अरू भन्दा नि होइन। यो एरियामा आएर मजाले एक्लो भएर सुतेर बस्यो भने एकदम दामी साउन्ड आउने होइन, त्यस्तो क्या।
साह्रो साह्रो हामी पनि यहाँ बस्ने अब म फाइनली चाहिँ यहाँ आइपुग्यो है हेर्नु त सिटी सेन्टर वाउ ल अब चाहिँ म यहाँ आइपुगेँ मेरो मेन टार्गेट यहाँ आउनु थियो आइपुगेँ थाक्यो हेर्नु है है किले सम्झे तिमीलाई तिमी यहाँ बस म अब चाहिँ फाइनली मेरो के अरे ब्लग बनाउने टाइम सक्यो म अब जान्छु है गाइस यो चाहिँ पुरा तिनीहरूको एरिया हो अब फाइनली गाइस म चाहिँ अब रुम जान्छु अब चाहिँ एक्लै छ अनि के रातिसम्म अबसम्म के हिँडिराख्नु हैन अनि अब जाने रुममा जाने भोलिको लागि फेरि रेडी हुनुपर्छ नुहाउनु पर्छ कपडा धुनुपर्छ अनि अब चाहिँ जानुपर्छ भोलिको लागि रेडी हुनुपर्छ हस् त साथीहरु अब चाहिँ यो रातिको सिन कस्तो दामी देखिरहेछ नि अघि नै जान्छु भनेको मान्छे अहिलेसम्म पहुँचिरहेको छ अब चाहिँ जानुपर्छ
यो चाहिँ नाइटको भ्यू छ है। नाइटमा चाहिँ क्यामेरा टल्केर केही छैन क्या। 4 बजे आएको 5-6 घन्टा 2 घन्टा भयो। अब रुममा पुग्दा 1 घन्टा लाग्छ। 3 घन्टा मैले आज बाहिर टाइम स्पेन्ड गरेँ एक्लै। हो आई एम अ विनर, आई एम अ विनर। अब चाहिँ म रुममा जान्छु गाइजहरु। बाई बाई। मेरो ब्लगलाई माया गरिदिनु होला, लाइक गरिदिनु होला, कमेन्ट गरिदिनु होला ल। हस् सबैजनाले। अरूले स्पेशल भन्नुहोस् कि नभन्नुहोस्, आफै स्पेशल हुने हो क्या। आफै स्पेशल बनाउने हो जिन्दगीमा हैन। अरूले त तिमीलाई मन लाग्यो बेलामा एक ठाउँ भन्ने छ, मन नलाग्यो ठाउँमा हजारौं ब्लेमहरू लाउने छन्। त्यही हो लाइफ है। त्यही भएर एक्लै जिउनु नै राम्रो कुरा जस्तो लाग्यो। तर राम्रो पार्टनर छ, राम्रो मन मिल्ने साथी छ भने चाहिँ फेरि ठिकै हो है। फेरि त्यस्तो नराम्रो पनि होइन। फेरि विदेशमा त्यस्तै हो, कुन बेला मिङ्गल हुन्छ, कुन बेला सिङ्गल हुन्छ थाहा नै हुँदैन। माइन्ड गेमहरू मात्र खेल्नेहरू भेटिन्छ। त्यस्तै हो।